ल दाइसँग हामी दोस्रो फायर लाइन क्रस गरेर उकालो जाँदैछौँ। हाम्रो अग्रज्यूहरूले चाहिँ दरो बाँस रोपिदिनु भएको रहेछ। उहाँलाई चाहिँ एउटा यता बाँसै बाँस रोपेर जानुभएको रहेछ। त्यो होइन दाजु, माथिको देब्रेपट्टिको बाँसै बाँस रोपिदिनु भएको। उहाँलाई चाहिँ नै धन्यवाद दिनै पर्छ। दाइसँग आज हेर्दैछौँ हाम्रो सामुदायिक वनभित्र चाहिँ नै के र कुन कुन रुख के बिरुवाहरू छ भनेर। दोस्रो यो होइन दाजु, सानो लगभग अब यसको 4वटा टुप्पा चाहिँ बाँदरले फेरि व्यवस्था हानिदिँदो रहेछ नि त। ल यता छ, पहिला त तारबार थियो, अहिले अब छैन होइन। सबैले निकाल्दै यहाँ पनि ज्याममै थियो नि मान्छे नाच्ने फेरि यहाँ पनि बाँसी यो स्थितिमा छ। हाम्रो पुर्खाहरूले चाहिँ गरिदिनु भएको रहेछ जङ्गलभित्र, उहाँहरूलाई सम्झिनुपर्छ है। यस्तो हेर्नुहोस् त, अब जङ्गलभित्र यसरी रोपिदिनु भएको छ र लगभग हामी निस्किन आँट्यौँ। तर निकै पो लाग्दो रहेछ, कति 35 मिनट जस्तो एकोहरू। ल हस्, थ्याङ्क यू।